इभिनिङ सम्पूर्णमा आज हामी चाहिँ क्लास 8 को क्लास 7, 8 र 9 मा युज हुने म्याथमेटिक्स सब्जेक्टको अल्जेब्रिक एक्सप्रेसन भन्ने च्याप्टर चाहिँ स्टडी गर्न गइरहेका छौँ। व्हाट इज द अल्जेब्रिक एक्सप्रेसन? अल्जेब्रिक एक्सप्रेसन भन्ने बित्तिकै अल्जेब्रिक एक्सप्रेसन इज एन एक्सप्रेसन which is made up of numbers, operation and variable. अल्जेब्रिक एक्सप्रेसन भन्ने बित्तिकै यसमा चाहिँ हाम्रो नम्बर्स, अपरेसन and variables को यूज हुन्छ। नंबर्स भनेको डिफरेंट टाइप्स अफ नंबर 2, 3 etc डिफरेंट टाइप्स अफ नंबर। ऑपरेशन को प्लस, माइनस, मल्टीप्लाई एंड डिवाइड फोर ऑपरेशन को यूज हुन्छ। एंड वेरिएबल मीन्स A to Z भनेको एनी वेरिएबल A B C X Y और एनी वेरिएबल को यूज हुन्छन्। त्यसलाई के भन्यो? अल्जेब्रिक एक्सप्रेसन। अब यो अल्जेब्रिक एक्सप्रेसन डिफरेंट टाइप्स अफ अल्जेब्रिक एक्सप्रेसन हुन्छ। हामीले यसमा त्यस्तो टाइप्स भनेको टु टाइप्स हुन्छन् मेनली। इन द अल्जेब्रिक एक्सप्रेसन टु टाइप्स अफ टर्म, लाइक टर्म एंड अनलाइक टर्म। लाइक टर्म भनेको द टर्म्स which have contained same variable and unlike term mean the terms which have contains different variable. So what is the variable mean? A to Z भनेको लाइक term मा example मा 2x and 4x जस्तै 6x plus 8x मा यो 6x and 8x are like term same variable x 6x and 6x जस्तै 4y and 5y the variable चाहिँ same छ भने it is the like term and unlike term are the variable are different. Example 5y and 6x, 7y and 3a and variable are different. If variable are different then this term is unlike term and if variable are same then this term is called like term. यो अल्जेब्रिक एक्सप्रेसन में डिफरेंट टाइप का फर्मुला यूज गरेर फ्याक्टराइजेसन गर्छौं। हामी फ्याक्टराइजेसन गर्दा ग्रुपिङ फ्याक्टराइजेसन गर्छौं मेनली। हामी चाहिँ अलिकति एक्सरसाइज स्टार्ट गर्छौं। यसको लागि चाहिँ हामीलाई डिफरेंट टाइप का फर्मुलाहरुको यूज हुन्छ। यो चाहिँ यसमा फर्मुलामा a स्क्वायर माइनस b स्क्वायर को फर्मुला मेनली यूज हुन्छ। a minus b into a plus b हामीले 6 7 पनि पढिरहेका हुन्छौं। अनि a स्क्वायर प्लस b स्क्वायर a प्लस b को होल स्क्वायर माइनस 2ab अनि a प्लस b होल स्क्वायर a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर a माइनस b को होल स्क्वायर इक्वल टू a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर। यो a स्क्वायर प्लस b स्क्वायर को अर्को पनि फर्मुला हुन्छ। यसमा a स्क्वायर प्लस b स्क्वायर को यो यहाँ प्लस हुँदाखेरि यहाँ यता माइनस को a माइनस b को होल स्क्वायर प्लस 2ab यो पनि हुन्छ। यहाँ माइनस भने यता प्लस र यहाँ प्लस भने यता चाहिँ माइनस हुन्छ। यही अनुसार हामी एक दुईटा क्वेशनको प्र्याक्टिस गर्छौं। जस्तै फर्स्ट मैले एक्जाम्पल को फर्स्ट क्वेशन मा लिएको छु x स्क्वायर प्लस 3x प्लस 4x प्लस 12 यसको फ्याक्टराइजेसन गर्छौं। यसलाई चाहिँ ग्रुपिङ फ्याक्टराइज भन्छौं। यो चाहिँ इजी हो। 6 7 पनि गर्ने राखेको हुन्छौं। यसमा त्यस्तो डिफिकल्ट छैन। इट इज द 12। अब x स्क्वायर 3x र 4x 12 यी दुईटा टर्मबाट हामीले कमन लिन सक्छौं। यसमा x स्क्वायर एन्ड 3x। अब यहाँ x यहाँ दुईटा x छ नि, यहाँ 3x छ नि, यसमा x को कमन लिन मिल्यो। अब यहाँ रिमेनिङ भनेको रिमेनिङ टर्म इज x एन्ड इन दिस टर्म रिमेनिङ टर्म इज 3
प्लस यसमा 4x sin 2 गरेर दिन सक्यो 4 कमन x प्लस 4 2 डिवाइड बाइ 4 इक्वल टु 3। अब यहाँ यो कमन सेम भयो भने ओन्ली वन टाइम लेख्न पाइयो x प्लस 3 इन्टु यो x प्लस 4 यहाँ x प्लस 4 लेख्न सक्यो। यसको आन्सर चाहिँ भयो। अब नेक्स्ट क्वेसन हेर्छौँ। टू एक्स स्क्वायर प्लस एक्स वाई माइनस 2x माइनस वाई यसको नि सेम मेथडबाट फ्याक्टराइजेसन गर्छौँ। 2x स्क्वायर एन्ड एक्स वाईबाट एउटा कमन लियौँ। यसमा भयो x कमन आयो। अब यसमा रिमेनिङ फ्याक्टर भनेको 2x एउटा x कमन आयो। बाँकी रह्यो 2x प्लस y यहाँ x अगाडि कमन गइसक्यो माइनस यहाँ माइनस कमन यहाँ ध्यान दिने। यसमा भनेको कुनै पनि कमन आएन भने 1 हुन्छ अनि यो माइनस कमन आएपछि माइनस कमनले साइन अपोजिट गर्छ। यहाँ के पनि आयो भने माइनस आइसक्यो 2x माइनस कमन छ भने यहाँ माइनस छ भने प्लस प्लस छ भने माइनस हुन्छ। यहाँ माइनस छ त्यही भएर प्लस भयो अपोजिट गर्छ माइनस ले साइन अपोजिट प्लस हुन्छ। अब यहाँ कमन फ्याक्टर सेम भयो यो सेम वन टाइम लेख्न पाइयो 2x प्लस y इन्टु x माइनस 1 इज द टू फ्याक्टर एन्सर। अब अर्को एउटा लास्ट क्वेसन गरौँ। यी फर्मुला पनि युजफुल हुन्छन्। यो 2x स्क्वायर y प्लस x स्क्वायर z माइनस 2xy स्क्वायर माइनस xyz अब इक्वल टू अब 2x स्क्वायर y x स्क्वायर z 2xy स्क्वायर xyz यसबाट हामीले फर्स्टमा कमन हेर्ने कमन लिएर फ्याक्टराइजेसन गर्न सक्छौँ। फर्मुलामा युज गरेर पनि फ्याक्टराइजेसन गर्न सक्छौँ। अब यहाँ कुन मिल्छ हामीले त्यसमा गर्नुपर्छ प्र्याक्टिस गर्दै जाँदा इजी नै हुन्छ। अब यहाँ 2x स्क्वायर y र x स्क्वायर जेमा भनेको यो x स्क्वायर चाहिँ कमन हामी यहीँदेखि नै राखेका छौँ। x स्क्वायर इज द कमन टेक अ कमन एन्ड 2y इज द रिमेनिङ फ्याक्टर प्लस z 2y प्लस z आयो दुईटा टर्मबाट। अब माइनस यसमा पनि माइनस कमन आउने रहेछ माइनस पनि कमन आयो। अर्को 2x यसमा 2 छैन 2 आएन x र xy दुईटा आयो xy आयो माइनस xy अब माइनसले साइन अपोजिट गर्छ। अब यहाँ 2y बाँकी रह्यो 2y अब प्लस भयो। अब यसमा y भएन 2y प्लस xy आएपछि z बाँकी रह्यो। अब यो भनेको कमन फ्याक्टर भनेको सेम भयो। यो फ्याक्टराइजेसन गर्दा कमन फ्याक्टर चाहिँ मेनली अलवेज सेम नै आउँछ। अब यसमा बाँकी रहेको x स्क्वायर माइनस xy इन्टु 2y प्लस z ओके इट इज द आन्सर। आज हामीले यो ग्रुपिङ टर्मको इजी मेथड गर्ने। अर्को नेक्स्ट भिडियोमा हामी 2 स्क्वायर टर्म भएको फ्याक्टराइजेसन गर्छौँ। आजलाई यति नै, धन्यवाद।